नमस्ते सबैजनालाई, हाम्रो इन्जिनियर टिमबाट सबैजनालाई नमस्कार। र आजको हाम्रो साइट चाहिँ नयाँ मिल 10 नम्बरमा छ। र आज हामीसँग हुनुहुन्छ प्रकाश भुसाल सर र म ईश्वर पाण्डे। एज ए सिभिल इन्जिनियर जब म कुनै साइटमा जान्छु, खास गरी स्ल्याब कास्टिङ भइरहेको बेला म सधैँ केही जरुरी कुराहरू अब्जर्भ गर्छु, किनभने यिनै कुराहरूले स्ट्रक्चर कतिको बलियो हुन्छ भने तय गर्छ। आज म तपाईहरुसँग त्यस्तै केही प्र्याक्टिकल कुराहरू बाँड्दैछु जुन हामीले यो साइटमा ख्याल गरेका छौं र केही गल्तीहरू जुन धेरै साइटहरुमा देखिन्छ। र पहिलो कुरा चाहिँ के ख्याल गर्न पर्यो भन्दा प्रोपर सटरिङ भछ कि छैन, हाम्रो फर्मवर्क राम्रो तरिकाले भछ कि छैन। जस्तै सटरिङ पुरा टाइट हुनुपर्छ, कुनै कुनै ठाउँमा पनि स्लरी बग्ने अवस्था आउनु हुँदैन, लेभल पनि बराबर हुनुपर्छ, स्लोप ठीक छ कि छैन भनेर एकचोटी प्री चेक पनि गर्नुपर्छ हामीले। र अर्को कुरा चाहिँ के ख्याल गर्न पर्यो भन्दा रेन्फोर्समेन्ट प्लेसमेन्ट र स्पेसिङ, टप बार र बटम बार दुवै सही स्पेसिङमा राख्नुपर्छ। यो साइडमा हामीले स्पेसिङ राखेको छौं 6 इन्च यानी कि 150 mm। कभर ब्लक पनि हामीले बराबर राखिएको छ, स्ल्याबको लागि 20 mm कभर। र अर्को कुरा चाहिँ के ख्याल गर्न पर्छ भन्दा सिडीको रेन्फोर्समेन्ट डिटेलहरु हामीले ख्याल गर्न पर्छ है। सिडीको लागि हाम्रो प्रयोग गरिएको छ यहाँ 12 mm को डायमिटर, रडको स्पेसिङ हामीले राखिएको छ 150 mm को यानी कि 6 इन्चको। यो बीमबाट यता चाहिँ हामीले लगभग 3 फिट जति हामीले राख्न पर्छ। बीमदेखि मिनिमम 3 फिटको एङ्करेज दिएको छ कि छैन। र अर्को ख्याल गर्नुपर्ने कुरा भनेको कङ्क्रिट मिक्सिङ र कम्प्याक्सन। कङ्क्रिटको रेशियो 1:1.5:3, वाटर सिमेन्ट रेशियो 0.5 मिलाइएको छ यहाँ। कम्प्याक्सनको लागि हामीले भाइब्रेटर कन्टिन्युअस तरिकाले युज गरियो, जसले गर्दा वाइड नआओस्, स्ट्रेन्थ राम्रो होस् भनेर। र अर्को कुरा चाहिँ के ख्याल गर्न पर्यो भन्दा बीम जन्सनको रेन्फोर्समेन्ट, बीमसँग जोडिने ठाउँमा बार ओभरल्याप राम्रोसँग मिलाइएको छ कि छैन, बारको लम्बाइ डिजाइन अनुसार राखिएको छ कि छैन, टप रेन्फोर्समेन्टलाई मिनिमम एङ्करेज दिएको छ कि छैन बीमभित्र। र अर्को कुरा चाहिँ के हुन्छ भन्दा स्ल्याब कास्टिङ सकिएपछि हामीले चाहिँ के गरिन्छ, भोलिदेखि यहाँ पानी हाल्न सुरु गरिन्छ। मिनिमम 7 दिनसम्म चाहिँ हामीले कन्टिन्युअस तरिकाले क्युरिङ गर्नुपर्छ। 4वटा सामान्य गल्तीहरू जुन स्ल्याब ढलाइ गर्दा धेरै नै ख्याल गर्नुपर्छ। पहिलो कुरा चाहिँ के हुन्छ भन्दा रड जोड्दा ठिकसँग ओभरल्याप नगर्नु। रड जोड्दा एक अर्कालाई राम्रोसँग ओभरल्याप गर्नुपर्छ। जस्तै 8 mm को रड छ भने कम्तीमा 40 सेन्टिमिटर ओभरल्याप हुनुपर्छ। कम ओभरल्याप भयो भने रड छुटिन सक्छ। अर्को कुरा चाहिँ के हुन्छ, कभर ब्लक नहाल्नु। रड चाहिँ कङ्क्रिट भित्र नै ढाकिनुपर्छ, त्यसका लागि रड मुनि कभर ब्लक राख्नुपर्छ। यदि यो छैन भने रड खुल्ला हुन्छ, रस्ट लाग्छ अनि बलियो हुँदैन। अर्को गल्ती चाहिँ के हुन्छ भन्दा भाइब्रेटर नै नचलाउनु। ढलाइ गर्दा भाइब्रेटर नचलाए कङ्क्रिट भित्र खाली ठाउँ बस्छ, जसले गर्दा के हुन्छ भन्दा पछि क्र्याकहरू आउन सक्छ। अर्को कुरा चाहिँ के हुन्छ, स्लोप नबनाउनु। स्ल्याब पुरै सिधा भयो भने पानी जम्मा हुन्छ, त्यसैले स्ल्याबमा थोरै स्लोप दिनुपर्छ, जसले गर्दा पानी बगेर निस्किन सकोस्। यी साना साना कुराहरूमा ध्यान दिन सकियो भने कन्स्ट्रक्सनको क्वालिटी एकदम राम्रो हुन्छ। इन्जिनियरको काम भनेकै प्र्याक्टिकली कुरामा ख्याल गर्नु पर्ने हो। आजको हाम्रो साइटको कन्ट्र्याक्टरसँग म भेट पनि भयो, उहाँको नाम चाहिँ विष्णु, हाम्रो कन्ट्र्याक्टर है। अनि आज म सरलाई चाहिँ के सोध्न चाहन्छु भन्दा उहाँको यति धेरै वर्षको एक्सपिरियन्स छ। हामी त टेक्निकल मान्छे पऱ्यो, म पनि टेक्निकल मान्छे हो, तर म कन्ट्र्याक्टर पनि हो। उहाँलाई चाहिँ धेरै नलेज थाहा हुन्छ नि त। मैले केही कुरा सोध्न चाहन्छु उहाँलाई, जस्तै अब हामीले ढलाइ गर्दा के कुरा ख्याल गर्नुपर्छ, कस्ता कुरा मिस्टेक हुन्छ, यी कुराहरू चाहिँ मैले उहाँलाई सोध्न चाहन्छु। मलाई के सोध्न चाहेँ भन्दा हाम्रो चाहिँ यो जुन स्ल्याब छ नि त, यो स्ल्याबमा चाहिँ हामीले कतिको डन्डी राख्नुपर्ने हो र यहाँ कतिको डन्डी राखिन्छ र कसरी राख्नुपर्ने त्यो भनिदिनु पर्छ। विशेष गरेर 2072 सालको भूकम्पपछि देश भरिरहेका स्थानीय तहहरूले स्ट्रक्चरल एनालाइसिस चाहिँ बनेका बिल्डिङहरू, पहिला ठुला बिल्डिङहरू चाहिँ कमर्सियल बिल्डिङहरूको मात्रै स्ट्रक्चरल एनालाइसिस गरिन्थ्यो होइन। 72 सालको भूकम्पपछि उपाय गरेर बन्ने स्ट्रक्चरहरू सबैमा स्ट्रक्चरल एनालाइसिस गर्न थालियो। भूकम्पले तहस नहस पार्यो, त्यसपछि चाहिँ सबै स्थानीय तहहरूले स्ट्रक्चरल एनालाइसिस गर्न थाले। र स्ट्रक्चरल एनालाइसिस भनेको कस्तो भने बिल्डिङ बन्नुभन्दा पहिल्यै भनौँ न चाहिँ त्यो ओनर जसको घर बन्ने हो, जसको बिल्डिङ बन्ने हो, उसको आवश्यकता कति तला हो, उसको आवश्यकता, त्यो तलालाई मध्यनजर गरेर त्यो तलाको आवश्यकता अनुसारको स्पेसिफिकेसन अनुसार स्ट्रक्चरल एनालाइसिस हुन्छ। र त्यही स्ट्रक्चरल एनालाइसिसले मागेको आधारमा कलमको डिजाइन, कलम र बिमको र चाहिँ स्ल्याबमा हाल्ने डन्डीको जुन चाहिँ डिजाइन आउँछ, जुन डिजाइनमा जुन डन्डी मागिएको हुन्छ, स्ट्रक्चरल एनालाइसिसले जुन डन्डी माग्छ त्यही डन्डी हालिन्छ। यहाँ चाहिँ हामीसँग चाहिँ 8 mm को डन्डी डबलमा चाहिँ डबल हालेर उयो गरेर 8 mm हालिएको छ। मेन बारमा हामीले 10 राखिन्छ अनि
सेकेन्ड बारमा हामीले 8 लाइन भन्छ त्यो सबै 8 टेकल मान्छे धेरै पैसा गर्लान् भन्ने पनि हुन्छ नि यस्तो छ कमर्सियल बिल्डिङहरूमा धेरै जसो कमर्सियल बिल्डिङहरू र कलुङको स्पेस धेरै भएको ठाउँमा र विशेष गरेर लोड चाहिँ बढी पर्ने ठाउँहरूमा 10कै पनि डन्डीहरू हाल्ने गरिन्छ र कुनै ठाउँमा मेन बार 10 र डिस्ट्रिब्युसन बार 8 गरेर पनि हालिन्छ। यहाँ चाहिँ यहाँको स्पेसिफिकेसनले चाहिँ 8को डन्डी चाहिँ एनालाइसिस गर्दा स्ल्याबमा 8को डन्डी भएको हुनाले 8को हालिन्छ। अनि जस्तो अरू कुरा चाहिँ के सोध्नु होला जस्तै ढलाइ कामले गरिन्छ त्यो ढलाइ गर्दा जुन प्रोसेस हुन्छ नि यो प्रोसेसमा मेन ख्याल गर्नुपर्ने कुरा चाहिँ के छ यसको प्रोसेस मुख्य गरेर जब क्लिन लेभलको बिम जब चाहिँ कास्टिङ गरिन्छ क्लिन लेभलको बिमदेखि नै स्ल्याबको काम खासमा सुरु हुन्छ। कसरी सुरु हुन्छ भने क्लिन लेभलको बिम ढलान गरिसकेपछि हाम्रो प्रिकोरको कामभन्दा पहिला हाम्रो कलम कास्टिङ हुन्छ। कलम कास्टिङ गर्दा नै यसको लेभल टोटल चाहिँ यो लेभल जस्तो अहिले हामीले चेक गर्दाखेरि यो चाहिँ यहाँको यो चाहिँ डन्डीको लेभल र यो कलमको लेभल र त्यो कलमको लेभल बराबर एउटै लेभलमा हुनुपर्छ र अनि त्यसपछि चाहिँ अनि स्पेसिफिकेसनले मागे अनुसारको कलमको साइज हुनु पऱ्यो अनि बिमको साइज हुनु पऱ्यो र अनि चाहिँ कङ्क्रिट कभर विशेष गरेर स्ल्याबमा तपाईँले देख्नु भएको छ यो कङ्क्रिट कभर चाहिँ कङ्क्रिट कभरहरू हालिएको छ त्यो विशेष गरेर 1 इन्ची भन्छौँ लगभग 2.5 सेन्टी 2.5 सेन्टी तलमाथि 3 सेन्टी चाहिँ कङ्क्रिट कभर हुन्छ। यो कङ्क्रिट कभर हालिन्छ र अनि चाहिँ विशेष गरेर सटरिङ गर्दाखेरि चाहिँ एउटै लेभल चाहिँ एउटै गरेर चाहिँ यसलाई चाहिँ गर्नुपर्छ र खासमा यो चाहिँ सबैभन्दा बिल्डिङको सबैभन्दा मेजर पार्टै स्ल्याब हो। स्ल्याबलाई चाहिँ एकदम केयर गरेर इन्जिनियरले निकालेको डिजाइनमा इन्जिनियरले निकालेको इस्टिमेटमा चाहिँ काम गर्नुपर्छ र अलिकति पनि समस्या भयो भने बिल्डिङको मुख्य समस्या पानी चुहिने समस्या अनि स्ल्याब तलमाथि हुने समस्या माथि छतमा पानी जम्मा हुने समस्या यहाँबाट समस्याहरू चाहिँ लेभलिङ र तपाईँको चाहिँ भनौँ न यसलाई चाहिँ कङ्क्रिटमा समस्या आयो भने चाहिँ यो मुख्य समस्या हुन्छ र बिल्डिङमा यो पछिसम्मै ठुलो समस्या निम्ताउँछ। सिपेजहरू सबै समस्या यसले निम्ताउँछ। जस्तो मैले तल हेर्दा के देखेँ भन्दा हाम्रो फ्रेम जुन छ नि यो फर्मा चाहिँ आजकल नयाँ टाइपको आएको अर्कै थियो यस्तो छ यो राख्नु कारण के हो भने अहिले मान्छे कस्तो भने अहिले पछिल्लो चरण यो पहिला भनौँ न आजभन्दा 8-10 वर्ष पहिला लगभग कमर्सियल ठुला कमर्सियल बिल्डिङहरू नै चाहिँ भनौँ न नेपाल सरकारको अथवा कुनै चाहिँ संस्थाहरूले गर्ने बिल्डिङहरूमा चाहिँ प्राय फर्मा भनौँ न चाहिँ उसको चाहिँ सटरिङ चाहिँ उसको फलाइको युज गरिन्थ्यो र चाहिँ साना तपाईँको चाहिँ रेसिडेन्टल बिल्डिङहरू प्राय व्यक्तिले बनाउने बिल्डिङहरू चाहिँ फलामको सटरिङ युज गरिन्थ्यो। त्यो फलामको र अहिले मुख्य गरेर यसको खासै त्यति डिफ्रेन्ट त हुँदैन फलाम र चाहिँ फलाइमा यसको के भने लेभलिङमा पनि केही न केही समस्या आउँछ। लेभलिङमा यसले गर्ने लेभलिङ र फिनिसिङ र चाहिँ कङ्क्रिटलाई एक ढिक्का बनाएर राख्ने काम यसले गर्छ। जस्तो फलामको चाहिँ पटरा चाहिँ तलमाथि हुने होइन त्यसले समस्या ल्याउँछ यसले चाहिँ एउटै लेभलमा सेटअप बनाउँछ समस्या यसले निम्ताउँदैन भने। तपाईँले जान्नुपर्ने कुरा धेरै जान्नुभयो भने मलाई एउटा विश्वास छ। उहाँ चाहिँ हाम्रो कन्ट्र्याक्टर एकदम है चर्चितै हुनुहुन्छ। तपाईँले कतिको सुन्नु होला तिलोकताबादे पुतौले जहाँ धेरैको काम गर्नुहुन्छ होला अर्घाखाँची प्युठान जता पनि काम गर्नुहुन्छ। एउटा एक्सपिरियन्स मान्छेसँग सोद्धा एउटा छुट्टै हामीले बुझिन्छ नि त। म पनि टेक्निकल उहाँ पनि टेक्निकल तर उहाँ कन्ट्र्याक्टरको हिसाबमा उहाँ अलिकति बढी एक्सपिरियन्स मान्छे होला सोधेँ ल आजको भिडियो चाहिँ सबैलाई धन्यवाद। म चाहिँ विष्णुबहादुर कुँवर चाहिँ डिप्लोमा सिभिल इन्जिनियरिङ र मेरो एसएनबी कन्स्ट्रक्सन र चाहिँ सुबिन बिल्डर्सबाट 2वटा फर्महरू छन्। हामी चाहिँ गभर्मेन्टदेखि लिएर रेसिडेन्टल बिल्डिङहरूको बुटोलदेखि तिलोत्तमा सैना मैना लगायतका धेरै ठाउँहरूमा यो चाहिँ रेसिडेन्टल बिल्डिङहरूको काम गर्छौँ र तपाईँहरूलाई पनि कुनै बिल्डिङ सम्बन्धी काम गर्नु पऱ्यो भने हाम्रो चाहिँ यस कन्स्ट्रक्सनलाई सम्झिनु होला। धेरै धेरै धन्यवाद। र आजको मेरो कुराहरू तपाईँलाई कस्तो लाग्यो मैले कतिको भन्न सकेँ र कति कुराहरू छुट्याए पनि होला। तपाईँहरूले कमेन्ट पनि गर्न सक्छ यो छुटो यो भन्न तपाईँले बिर्सिनु भयो भन्नु होला किनभने तपाईँहरूकै कमेन्टबाट हामीले सिक्दै जाने हो हामीले भन्दै जाने हो। हामीसँग भएको ज्ञान तपाईँहरूलाई दिने हाम्रो ठुलो इच्छा छ। त्यही भएर थ्याङ्क यू सो मच सबैजनाले हेरिदिनु भयो यो भिडियो र अर्को भिडियो फेरि यस्तै गरी आउँदैछ र फेरि हेर्दै जानु होला। थ्याङ्क यू सो मच।